सम्पूर्णमा नमस्कार। के तपाईँ 30 वर्षको माथिको हुनुहुन्छ र दैनिक लामो समयसम्म अफिसमा बसेर काम गर्नुहुन्छ? यदि हो भने नियमित स्वास्थ्य जाँच तपाईँका लागि अत्यन्त आवश्यक छ। किन? आजकलको जीवनशैलीमा लामो समयसम्म बसेर काम गर्नुपर्ने, कम फिजिकल एक्टिभिटी, स्ट्रेस, अस्वस्थ खानपानका कारण 30 वर्ष कटिसकेपछि स्वास्थ्यको जोखिम पनि तीव्र रूपले बढ्दै जान सक्छ। अब फ्याटका कुराहरू गर्नुपर्दा हाई ब्लड प्रेसर भएका मानिसहरूमा सुरुमा कुनै लक्षण हुँदैन। त्यसै गरी डायबिटिज पनि वर्षौंसम्म थाहा नहुन सक्छ। 30 वर्ष कटिसकेपछि मुटुको रोगको जोखिम पनि बिस्तारै बढ्दै जान सक्छ। WHO का अनुसार नन कम्युनिकेबल डिजिज जस्तै मुटु रोग, क्यान्सर, डायबिटिज विश्वभर मृत्युको करिब 70% हिस्सा ओगटेका छन्।